हे गाइज वेलकम टु आवर ब्लग होइन आज दसैँको दिन अनि त्यो पछि हाम्रो चाहिँ टिका लाउने बेला भइसक्यो। सबैजना त्यहाँ टिका लाउनु थालिसक्नुभयो तर म चाहिँ बाहिर छु। अब म नि बाहिरभित्र जान्छु। यो चाहिँ मालपा खाएको खाइसक्यो भनेदेखिबाट यो नि क्यामेराम्यान नै हो हाम्रो घरको एउटा। लियाना यता हेर यहाँ पहिला बल्ल बल्ल टिका लगाइदिनुपर्छ। यी रोइ रोइ चाहिँ बच्चा भएपछि ल हेर्नु रोइ रोइ अब चाहिँ हाम्रो दिदीहरूको पालो हुन्छ। अन्ना पनि मेरो हुन्छ रोइ ल बहिनी रोइ। अब गाइस फाइनली हाम्रो पालो आएको छ है त। अब हाम्रो टिका हामी यही पाँचजना टक्क टिका लगाएको छौँ। अब टिका लगाइदिनु हाम्रो भ्लग देखाउँछौँ है। त्यहाँ बस न टिका लाउन बिना बुवा टिका लाउने बस न जाऊ। टिकै लाग्दो होइन जाऊ न। टिकै लागेन जाऊ न बस। त्यहाँ राखिदिनु न। बहिनीहरूसँग बसेर लाउँछ के हो? भाइ जाऊ त जाऊ न। मुनि म खेल्नु जाऊ। तिमी बस न नि एकैचोटि हुन्छ। साथीभाइलाई दिएर आऊ न। मलाई साथी माथि ज्ञानी होस् है माथि पढेको ठुलो मान्छे हुनेस् त्यहाँले पनि हजुरबा होइन नपरे खोइ खुट्टा ढोके खोइ खुट्टा ढोके निस्क्यो दादा टिका लगाएको दादा खोइ दसैँ खर्च चाहिँ पामान्छे होला नि देखायो नि त मैले आफू काम सकिन्छ नि फोटो आउँदैन नि भिडियो आउँदैन के अनि राम्रो राम्रो नानी दिए मिरा पनि सँगसँगै गएर खोइ के हो मिरा पनि 505 पाउँदै क्या हो यहाँ मिरा बोक्नु सकिस् हामीलाई छ मिरा सक्छस् ए साटो लिनु ल बोक्नु सकिस् सक्छस् त्यही पनि मिराललाई पनि मिराललाई बढी दिने
माथि बस बस मेरो माथि पनि ज्ञानी छ माथि ज्ञानी छ है भएन विकास त ल हाँस्नु पर्यो अनि भ्लग राम्रो आउँछ खै हाँस्या भ्लगै राम्रो आउँदैन अब विराजको ल संसार हो त भाइ ल नाति ल नाति केटा जाउँ हो ल है ल भिडियो सिडियो पैसा दिए भिडियो ल कति रे 500 मात्रै ल बोकानी ध्यान दे ल तपाईँ पनि 500 हालेर ल ल ए बा लौ न तु नातिले चाहिँ 55 अँ ल ल अब उसो पाल ल अब उसो पाल कसो पाल हाम्रो चाहिँ टिका लाउनलाई 1.5 घन्टा चाहिँ ट्याक्क लाग्यो लामो फ्यामिली भएको कारणले गर्दा अब चाहिँ हाम्रो यहाँ ग्रुप फोटो भइरहेको छ अब चाहिँ हाम्रो मामाहरू जाने टाइम भयो त्यही भएर चाहिँ म चाहिँ रेडी भइसकेँ है मेरो लुक्स चाहिँ यति नै हो अब दिदीहरूलाई हेर्न जाँदाखेरि चाहिँ दिदीहरू चाहिँ यही लाएर जाने भन्दै छन् होइन झ्याउलाई छ यही लाउने हो भन्छन् उता अर्किन ढलिरहेको थियो त्यही भएर मैले चाहिँ यही लगाएँ है अब मम्मी पनि लाउँदैन हुन्छ होला कुर्ता अनि अब हाम्रो भ्यान आउँछ भनेर छ अनि अब चाहिँ हामी भ्यानमा चढेर जान्छौँ अनि मामाहरू पुगेपछि फेरि आउँछौँ ल फाइनली हामी मामा घर आइसक्यौँ यो सबजना हाम्रो ल दिदी यता हेरिदिनु ल ल यहाँ दिदी बहिनीको भेटबाट गफ सक्का छैन चाहिँ हाम्रो मामाहरूबाट पुग्यो हाम्रो त यो जामहरू गरिरहेको छौँ हाम्रो यो सानीमा हो यो सानीमाको छोरी यो सानीमाको छोरो ल यिनीहरूको घर हाम्रो घर नजिकै ए हाम्रो बुवा हाम्रो हजुरबुवा बुवा बुवा हाम्रो च्यानललाई हाई भनिदिनु हाई गरिदिनु अब चाहिँ हाम्रो माथि मामाकोमा जाने बेला भयो पालो आमाहरू जाने बाटो कस्तो राम्रो देखाउँ बाबु जङ्गल छ यतापट्टि स्केरी पनि छ तर अलिकति रमाइलो पनि छ यो बाटो छाने जसपछि यो तपाईँहरूले हाम्रो भ्लगमा उहाँ हजुरलाई फर्स्ट टाइम देख्नु थाहा छ होला उहाँ चाहिँ हाम्रो ठुलमम्मीको सबभन्दा राम्रो छोरी पाएको भए ऊ मोडल हुन सक्थ्यो तर नपाएर मैले पाइनँ यो बाटो कस्तो राम्रो कि दिदी यो जङ्गलको बाटो चाहिँ जङ्गल भन्दा नि बाटो राम्रो हामी मामा घर आइसक्यौँ नि हाम्रो मामाहरूबाट लास्टको भ्यू यस्तो छ पुरै हुस्सु लगाइसक्यो यहाँ यस्तो लगाएन हुस्सु यहाँ माथि जङ्गल छ यस्तो राम्रो देखिरहेको छ हुस्सु प्लस जङ्गल ल यस्तो राम्रो देखिरहेको ल प्रशंसा यहाँ चाहिँ ल हेर्नु यहाँ पछाडि हेर्नु प्रशंसा होइन पछाडि हेर्नु त पुरै हुस्सु लगाइसक्यो मलाई नि हेर्दा नि केही हुन्न हामी चाहिँ घरतर्फ लाग्दैछौँ मामाहरूको बाटोबाट हाम्रो आजबाट हाम्रो टिका लगाइसक्यो होइन सब दसैँको टिका सिका लगाइसक्यो अब हामी सिधै घर जान्छौँ ल थ्याङ्क यू हाम्रो भ्लग हेरिदिनु भएकोमा हाम्रो गाडी आउँदैछ आइसक्यो त्यहाँ आधा आइसक्यो घन्टामा हामी घर घर पुग्छौँ ल एकदमै गाह्रो भएछ नगरकोटलाई बाई बाई नगरकोट हो है यो ठाउँको नाम थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला बाई बाई